साथीहरु नमस्कार। यो चाहिँ म आज चाहिँ च्याट जीपीटीसँग के कुरो गर्दैछु भने यो चाहिँ गोल्डन बुट चाहिँ कसले लान्छ त हैन, सोधौँ है त च्याट जीपीटीलाई त सम्भावना कसले चाहिँ लाँदो रहेछ हैन, कसले चाहिँ गोल्डन बुट लाने सम्भावना चाहिँ विश्वकपबाट भनेर हामीले त भोलि बिहानसम्ममा थाहा पाइहालिन्छ, भरेसम्म थाहा पाइहालिन्छ। तर यसले चाहिँ के भन्दो रहेछ हेरौँ है त, यो चाहिँ सम्भावना के रहेछ। हेलो च्याट जीपीटी। तपाईँ मसँग नेपालीमा कुरा गर्न सक्नुहुन्छ? ठिकै छ। त्यही चाहिँ अहिले जुन चल्दै गरेको चाहिँ वर्ल्ड कप छ, विश्वकप, यसकै बारेमा कुरा गरौँ न, कसो होला? अर्जेन्टिना र स्पेन बीचको खेल आज हुँदैछ भन्छ। तिमीलाई कुन टिमतिर मन छ? खेल कडा प्रतिस्पर्धात्मक हुने जस्तो देखिन्छ। मेरो अनुमान स्पेनतिर अलिक झुकेको छ, तर अर्जेन्टिनाले पनि खेल पल्टाइहाल्न सक्छ किनकि फाइनलमा जे पनि हुन सक्छ। ठिक छ ठिक छ। हैन जस्तो लाग्छ। हैन, मैले कसले जित्छ होला भन्दा पनि अहिले जुन यो जुन अलि बढी चर्चा भएको जुन छ नि यो गोल्डन बुटको बारेमा, तपाईलाई चाहिँ यो गोल्डन बुट चाहिँ कसले लान्छ जस्तो लाग्छ हो? हेरौँ न, देख्छु एक सेकेन्ड है। केही अनुमानहरू अनुसार अहिलेको अवस्था हेर्दा किलियन एम्बाप्पे गोल्डन बुट जित्ने सम्भावना बढी देखिन्छ। उनले केही खेलमा थप गोल गर्दै अहिले 10 गोल पुर्याएका छन् रे। तर मेसीसँग पनि अझै फाइनलमा मौका बाँकी छ। उनले 8 गोल गरेका छन् भनेर सुनिन्छ। यदि मेसीले फाइनलमा कम्तीमा 2 गोल गरेर एम्बाप्पेसँग बराबरी गरे, त्यसपछि असिस्ट र कम मिनेट खेलेको आधारमा टुङ्गो लाग्न सक्छ। तर अहिलेको अनुमान चाहिँ एम्बाप्पे बलियो दावेदार देखिन्छ। फाइनल पछि मात्र पक्का थाहा हुन्छ। हैन, तपाईको अनुमान चाहिँ के त, एम्बाप्पेले नै लान्छ त गोल्डन बुट त्यसो भए? मेरो अनुमान अहिलेतिर एम्बाप्पेतिर नै झुकेको छ, तर फाइनलमा केही अप्रत्याशित भए नतिजा बदलिन सक्छ। तिमीलाई कसको खेल्ने शैली बढी रोचक लाग्छ, एम्बाप्पे कि मेसी? हैन, मलाई त खेल हेर्न तिमीलाई रमाइलो लाग्छ? मलाई त दुईटैको रमाइलो लाग्छ, दुईटै राम्रो खेल्छन् हैन। दुवैको शैली फरक तर रमाइलो नै छ। हो दुईटै शैली क्रिएटिभ। हजुर हजुर हो। उहाँहरूका लागि पास मिलाउने, खेलमा दिमाग चलाउने किसिमको, अनि एम्बाप्पे चाहिँ गति र फिनिशिङमा दमदार। त्यसैले खेल हेर्दा दुवैको आफ्नै मजा आउँछ। एकले पास र दिमाग देखाउँछ, अर्कोले रफ्तार र क्लिनिकल फिनिश। यस्तो प्रतिस्पर्धा फुटबलको सबैभन्दा राम्रो पक्षमध्ये एक नै हो। आजको खेल साँच्चै मजाले हेर्न लायक छ जस्तो छ। ठिकै छ। यस तपाईको अनुमान चाहिँ अब एम्बाप्पेले नै लान्छ भन्ने सम्भावना छ हैन त? मेरो अनुमान अहिलेसम्म एम्बाप्पेतिर नै झुकेको छ, तर पक्का भन्न त गाह्रो नै हुन्छ। फुटबलमा अन्तिम मिनेटसम्म पनि नतिजा पल्टिन सक्छ। हो त। भाइ पनि आजको खेल रमाइलो हुने पक्का छ। ठिक छ ल। हस्, धन्यवाद। हामी फेरि पछि भेट्नेछौँ है त। हुन्छ, पछि भेटौँला। हस्, नमस्ते, बाई बाई। बाई बाई। साथीहरू, यो चाहिँ च्याट जीपीटी त के भन्छ त भने तपाईँ चाहिँ एम्बाप्पेले पो लाने सम्भावना छ, गोल्डन बुट भन्छ। ल हामी चाहिँ अब भरे चाहिँ फाइनल गेम हेरेर नै थाहा पाइहाल्छौँ कसले लान्छ है त। अहिले छुट्यौँ, नमस्ते।